गाइज वेलकम छ गाइज। आज हामी चाहिँ घुम्न जाँदैछु। यता के हो खरेल भन्छ मिया पार्कमा घुम्न जाँदैछु। तपाईँहरू देख्न सक्नुहुन्छ। आज हामी यसो बोर्ड चढ्छु यतातिर रमाउँदै छुट्टीको दिन। यता खरेल कता छ खै? खरेल यता छ अनि हामी यता को हो चिन्दैन म त ए हो र। अनि अहिले हामी गएको तपाईँलाई देखाउँछु त्यता भिडियो चाहिँ। 800 चस्मा लगाएर बसिरहेको चस्मा कालो भन्दै यस्तै छ। अब चाहिँ आज छुट्टीको दिन यसो साँझ भयो कि दिउँसो त गर्मी धेरै हुन्छ यतातिर दुवा कतातिर। आज चाहिँ अलि साँझ भयो अहिले त्यही भएर यसो घुम्न आइरहेको छ है हामी चाहिँ गाइज। अहिले देखाउँछु हेर्नुहोस् त दुवा कतार यस्तो छ गाइज। तपाईँहरू देख्न सक्नुहुन्छ। यी हेर्नु त केटाहरू पुरै बालेन ड्रेसमा हिँडिरहेछ नि। अहिले हाम्रो पनि टिकट खै खै टिकट खै देखाउनु परेन हाम्रो भ्लगमा। खोल न यसलाई। हामीले लिइसकेको 4 जनालाई टिकट काटिसक्यो गाइज देख्न सक्नुहुन्छ तपाईँहरू। अनि यो टिकट देखाउनु पर्दो रहेछ। आधी घन्टा पछि चाहिँ बोलाएको छ। अहिले हामी यसो कुन डुङ्गा चढ्ने हो भनेर हेर्दैछु है। देख्न सक्नुहुन्छ तपाईँहरू। मिना पार्क रहेछ यो नाम चाहिँ यसको चाहिँ। देख्न सक्नुहुन्छ जुनले पनि माथि छुइरहेको छौँ देख्न सक्नुहुन्छ तपाईँहरू। रमाइलो छ। गर्मी त्यत्तिकै छ यतातिर। गर्मी त्यत्तिकै रहेछ। गर्मी यस्तै छ। हेर्नु त सबैजनाको हिँडिरहेको छु घुमिरहेको छु। अब यसो हामी जुस खान हिँड्दैछु अहिले। जुस कता यता टी टाइममा पाइन्छ होला सायद। तपाईँहरू देख्न सक्नुहुन्छ कता हो पाइनु यता देख्न सक्नुहुन्छ तपाईँहरू। स्यान्डविच नखाउँ अहिले जुस खानुपर्छ अहिले। ठिक छ राजा ठिक छ। जुस कता भित्र हो? हाम्रो भ्लग हेर्दै गर्नु होला गाइज होइन। आज भ्लग बनाउन आएको। यतै खाने यतै कता हाम्रो खरेल कता गयो? जुस भन जुस चाँडो। टाइम कति लाग्छ? 10-15 मिनट लाग्छ हाम्रो त बोटै। अब चाहिँ हामी बोट चढ्न लागेको गाइज। यही बोर्ड हो हामी चढ्ने चाहिँ। यो बोर्डमा चढिन्छ अहिले चाहिँ। यताबाट उता सिटी सेन्टरतिर गइन्छ यताबाट हिँड्दै रोड्दै। टिकट ल्याएर खरेल आउँदैछ उताबाट। खरेल बाई 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 बाई। को नेपाली हो नि जस्तो छ। बाई बाई भन्दैछ। देख्न सक्नुहुन्छ तपाईँहरू। टिकट काउन्टर उतै नै छ। बालेन डिसले चाहिँ कतार खाने भयो त गाइज। दुईजनाको के भला कुसाली हुँदैछ यता। दुईजनाको भला कुसाली हुँदैछ यतातिर के हो? दुईजनाको भला कुसाली हुँदैछ गाइज। एउटा भित्र गएको छ उता टिकट लिने चाहिँ खरेल चाहिँ। अब यो त्यो डेकमा चाहिँ यो चाहिँ बोर्डमा जान्छौँ हामी चाहिँ। 1 घन्टापछि हाम्रो पाला आएर हामी चाहिँ हाम्रो यो आइसक्यो डुङ्गा। यसमा चढ्न जाँदैछौँ हामी गाइज। अब चाहिँ हामी चढ्दैछौँ है गाइज। देख्न सक्नुहुन्छ डुङ्गा चढियो। केटाहरू यतै छन् म चाहिँ यता। देख्न सक्नुहुन्छ तपाईँहरू। धेरै कुरा आएपछि 1 घन्टापछि अहिले भर्खर पाइयो। लु देख्न सक्नुहुन्छ तपाईँहरू। अब यो पुरै घुमिन्छ। गर्मी भएर लास्टै होइन। अब चाहिँ हामी यहाँ गन्तव्यतिर पुगिसक्यौँ। हाम्रो डुङ्गाको सक्यो अब।
ओ केटाहरू अब हामी चाहिँ झर्दैछौँ है गाइस। आधी घन्टा घुमियो होइन, डुङ्गामा रमाइलो गरियो। अनि अब चाहिँ रुमतिर गइन्छ, गर्मी धेरै छ यता, त्यही भएर केटाहरू ओ केटाहरू अब पुग्यो होइन हाम्रो गन्तव्यमा। अनि पुगिसक्यौँ। अब चाहिँ रुमतिर गइन्छ, टक्क खानासाना बनाएर खाइन्छ। ल तपाईँहरू हेर्दै गर्नु होला हाम्रो भ्लग, आरबी अफिसियल च्यानल हेर्दै गर्नु होला। सबैजना चाहिँ हामी झर्दैछौँ अब हाम्रो गन्तव्यमा पुगेर अब झर्दैछौँ हामी बोटबाट। म बोट चलाउँदैछु देखाउँछु। उता बोट चलाउँदैछ खरेल ड्राइभर हो। म चाहिँ बोट राइडर। सेलरी कति छ भन्थ्यौ त? मेरो सेलरी 7,500 ए ल भइगयो, यति भएपछि नेपालको 2 लाख रुपियाँ करस। ओके साथी, हाम्रो ढिलो आएर यहाँ चढ्नै पाउनु भएन, के गर्ने, गाह्रो छ। ड्युटी चाहिँ अलिक ढिलो सिद्धिएछ अहिले त्यही भएर आज ड्युटीबाट आएर हामीलाई बाहिर कुरेर अब सँगै रुमतिर जान लाग्यो। के गर्नु, गाह्रो छ। हामी 4 जना मात्रै चढ्यौँ बोर्डमा, अनि उहाँ सरले चाहिँ चढ्न पाउनु भएन। के गर्ने, यस्तै छ गाइस। तपाईँहरू हाम्रो युट्युब च्यानल हेर्दै गर्नु होला होइन। त्यही छ। अब हामी लाग्यो बालेन सिटी ड्रेस लगाएर, सरले पनि म्याच गरेर आउनु भएको रहेछ अलिअलि होइन नेपाली ब्रान्डलाई उ गर्नु पऱ्यो र हौसला खुसी दिनुपर्छ हो र। त्यही भएर ह्याप्पी। ल